हेलो, यहाँहरूलाई सम्पूर्णलाई नमस्कार गर्न चाहन्छौँ। हाम्रो युटर्न इन्टरनेसनल कम्पनीले आज विश्वभरि नेपाली उत्पादन प्रोडक्टहरू बी प्रोडक्टहरू मौरीजन्य सप्लिमेन्टहरू आज विश्व बजारमा ल्याएको छ र सबै मान्छेहरूले खुसी बनाएको छ। नेपालको नम्बर 1 कम्पनी युटर्न इन्टरनेसनल कम्पनी आज देशकै नम्बर 1 कम्पनी भएर त्यस कम्पनीको एउटा युजरकर्ता, त्यो कम्पनीको एउटा मेम्बर हुन पाउँदा मलाई गर्व लागिरहेको छ मेरो जिन्दगीमा। त्यसैले म खुसी छु अनि तपाईहरु पनि खुसी हुनको लागि सबैभन्दा पहिला हामी मानव जीवनमा आफू पहिला खुसी हुन सिक्नुपर्छ। जिन्दगी के हो, जीवन के हो पहिला कुरा बुझ्ने, त्यसपछि खुसी हुन सिक्नुपर्छ भन्न चाहन्छौँ। र खुसी हुनलाई के गर्नुपर्छ भन्ने कुरा छ। अब तपाईहरु खुसी हुनको लागि पालना गर्नुपर्ने कुराहरु छ। दैनिक रुटिन राख्नुस् के गर्ने भन्ने कुरा हरेक दिनको। अनि राति पढ्दाखेरि तपाईको पढ्न सुत्नुभन्दा अगाडि अनिवार्य पुस्तकहरु पढ्नुस्। दिनमा आफूले गरेका कामलाई माया गर्नुहोस्। आफूले जे कर्म गरिरहेका छौं, जे हामीले बिजनेस गरिरहेका छौं, व्यापार गरिरहेका छौं, पोलिटिक्स गरिरहेका छौं, कृषि गरिरहेका छौं, समाज सेवा गरिरहेका छौं अथवा विदेशमा छौं, जे कर्म गरिरहेको त्यो प्रति खुसी हुनुहोस्। चारमा कृतज्ञता अथवा हुनुहोस् अथवा लेख लेख्नुहोस्, गजलहरु लेख्नुहोस्, समाजको बारेमा केही न केही सकारात्मक सन्देशहरु दिनुहोस्। अर्को कुरा हरेक चीजको रिसर्च गर्न सिक्नुहोस्। कुनै न कुनै कुराको रिसर्च, एउटा कुखुराको चल्ला कसरी उत्पादन गर्ने, एउटा तपाईको टमाटर कसरी फलाउने, काँक्रा कसरी फलाउने, अनार कसरी फलाउने, अलैँची कसरी फलाउने भन्ने कुराको रिसर्च गर्न जरुरी छ। आफू जे कर्म गर्छौं त्यो बिजनेस गर्नु त्यसको रिसर्च गर्नुहोस्। विश्वको सबल व्यक्ति कसरी सफल भए, एलन मस्क आज कसरी एलन मस्क बने, त्यसैले त्यो कुराहरु तपाई सिक्नुहोस्। त्यसपछि समाज सेवा गर्ने अथवा तपाईको दान दिने, अरूलाई दिन सिक्नु, माग्ने होइन। हामी दानवीर हुन सिक्नुपर्छ। तपाई 2 रुपैयाँ दिनुहोस् अथवा तपाईको कुनै बजारमा रोडमा हिड्ने खाना लाउन नपुगेको मान्छेलाई कहिले खाना खुवाउनुहोस्। कसैलाई के तपाईको दुखी बिराम परेको बेला 1000, 500, 100 रुपैयाँ सपोर्ट गर्नुहोस्। दानवीर बन्नुहोस्, दिन सिक्नुहोस् भन्न चाहन्छौँ। अर्को कुरा मनोरञ्जन पनि गर्नुहोस्। महिनाको 5-7 दिन मनोरञ्जनतिर पनि भाग लिनुहोस्। आफ्नो फ्यामिली सहित गएर एउटा रमाइलो ठाउँहरु, आफ्नो पर्यटकीय स्थलहरु, नेपाल त सुन्दर ठाउँ छ, जता गए पनि रमाइलो गर्न मिल्ने ठाउँ छ। त्यहाँ कहिलेकाहीँ मतलब महिनाको 5-7 दिन मनोरञ्जनतिर पनि तपाईहरु भाग लिनुहोस् भन्न चाहन्छौँ। अरूलाई आफूले अरूको तुलना नगर्नु, अरूलाई आफूसँग तुलनामा कसैले दाज्ने काम नगर्नु, त्यो एकदम नेगेटिभ काम हुन सक्छ। त्यसैले 10 नम्बरमा छ सबैसित तपाईको सम्मान सम्बन्ध राख्नुहोस्। सबैलाई तपाईको सकारात्मक बुझ्नुहोस्, राम्रो बुझ्नु, पोजिटिभ थिंकिङ बुझ्नुहोस् र नेगेटिभ नराम्रो कसैप्रति पनि त्यो किसिमको सद्भाव नराख्नुहोस्। त्यसैले जिन्दगी फूल हो, आउने सबैसित राम्रो सम्बन्ध सम्मान राख्न सिक्नुहोस् मानिसलाई, अनि आफै खुसी मिल्छ। अनि खुसी यसरी मिल्छ भन्न चाहन्छौँ। अर्को कुरा तपाई रुख रोप्नुहुन्छ। हाम्रो बानी के छ भने मैले रोपेको बिरुवामा मैले नै तपाईको यसको छहारी लिन पाउनु, शीतल लिन पाउनुपर्छ। मैले रोपेको सुन्तला मैले नै खान पाउनुपर्छ भने तपाईले रोपेको सुन्तला तपाईको छोराले खाला, तपाईको नातिले खाला, तपाईको पलातीले खाला, तर खान त खान्छ, मैले खानुपर्छ भन्ने घमण्ड कहिले नगर्नुस्। मैले रोपेको पिपलको बोटमा बिरुवामा मैले नै आनन्द लिनुपर्छ भने अरूले लिन पाओस् भन्ने कुरा सकारात्मक त्यो किसिमको आनन्द राख्नुस्। त्यसपछि सफल होस् या नहोस् तपाईको आफू कुनै पनि काममा, कुनै पनि बिजनेस, सेवा, व्यवसाय, राजनीति, व्यवसाय सबै कृषिमा तपाई भाग लिनुहोस्। म सक्दिन भनेर असफल हुन तपाईहरुलाई छुट छैन। सफलता लिनको लागि तपाईको मैदानमा उत्रनै पर्छ। मैदानबाट ब्याक नहुनुहोस् भन्न चाहन्छौँ। त्यसपछि युवा साथीहरु, अहिलेको युवा जेनेरेसन जो छ, युवा भाइ बहिनीहरु, तपाईहरु पनि धनीको पैसा खेर गए जस्तै तपाईको जवानी पनि खेर जान सक्छ। तपाईको त्यो तातो रगत तपाईको खेर जान सक्छ। त्यसैले अहिले तपाई एउटा भविष्यको कर्णधार हो। पहिलो कुरा देश र जनताको बारेमा सकारात्मक सोच राख्नु। कसैको लैले र हल्लामा भन्दा पनि आफू भित्रको हल्ला के छ, आफ्नो मनको हल्ला के छ, राष्ट्रको रियालिटी हल्ला के छ, समाजको रियालिटी हल्ला के छ, त्यो हल्लाको पछाडी लाग्नुहोस् र बाहिरको देखावटी हल्लामा नलाग्नुहोस् भन्न चाहन्छु। रियल हल्लामा लाग्न जरुरी छ। र पहिलो कुरा समाज बनाउन सक्नुहुन्छ त्यो किसिमले लाग्नु। यदि समाज बनाउन सक्नु आफू बन्नुहोस्, म को हुँ भन्ने कुरा चिन्नुहोस् र त्यसपछि अगाडि बढ्नुहोस्। र आत्मनिर्भर हुनु पनि त्यो एक किसिमको परिवर्तन हो। आफ्नो खुट्टामा आफै उभिन सक्नु पनि त्यो एक किसिमको परिवर्तन हो। यो किसिमले अगाडि बढ्नुहोस् भन्न चाहन्छौँ। त्यसैले धनीको पैसा खेर जस्तै तपाई युवाहरुको भविष्य खेर नजाओस्। नेपालको राजनीतिक यस्तो तरल अवस्थामा छ, यस्तो अस्थिर अवस्थामा छ, कहाँ कति बेला के हुने भन्ने थाहा छैन। देशी विदेशी षड्यन्त्रमा नेपालका राजनीतिक दलहरु कुनै न कुनै हिसाबले मुछिएका छन्। त्यो हल्लाका पछाडी लाग्नु तपाईको जीवन नै बर्बाद हुन्छ। त्यो हल्लाका पछाडी नलागेर रियालिटी के हो भन्ने कुरा तपाई मनभित्रको हल्लालाई बुझेर मात्रै समाजको अगाडि लाग्नुहोस्। त्यो भिडमा जानुहोस्, नत्र तपाई नजानुहोस् भन्न चाहन्छु। त्यसरी
तपाईँको अरूको हल्लाको पछि हामी नलागौँ, कहिले पनि आफ्नो मनभित्रको हल्लाको पछाडि लागौँ, सकारात्मक सोच राखौँ, पोजिटिभ थिङ्किङ राखौँ, हल्लाको पछि कोही पनि नलागौँ। तपाईँ जहाँ हुनुहुन्छ त्यहाँको सफल हुनुहोस्, तपाईँ जे गरिरहनु भएको छ त्यहाँ सफल हुनुहोस् र हरेक मतलब कृषि व्यवसाय जुनसुकै व्यवसाय गर्नुहोस् तर सफल हुनुहोस्। एक दुईवटा असफलहरू आउन सक्छन्, त्यो असफलताबाट सफलतामा जानको लागि तपाईँ एउटा नयाँ ढङ्गले सोच्नुहोस् भन्न चाहन्छौँ। र हाम्रो युटर्न इन्टरनेसनल कम्पनी नेपालकै नम्बर 1 कम्पनी बन्न सफल भएको छ। हाम्रो बी प्रोडक्ट विश्व बजारमा जान सफल भएको छ र विश्वभरिका मान्छेहरूले नेपालको युटर्न इन्टरनेसनल कम्पनीले उत्पादन गरेको मौरीजन्य सप्लिमेन्ट एकदम राम्रो छ, नेचुरल छ, होइन आयुर्वेदिक पनि होइन, यो एउटा औषधि पनि होइन तर एउटा फुड सप्लिमेन्ट हो, तर यसले विभिन्न किसिमका रोगहरूलाई सन्चो गरिरहेको छ। आज क्यान्सर, दम, सुगर, प्रेसर, अल्सर, बाँझोपन, हेपाटाइटिस बी, हेपाटाइटिस सी, एचआइभी एड्स लगायतका रोगहरू आज युटर्नले उत्पादन गरेको बी प्रोडक्टले सन्चो गरेको छ। धेरै मान्छेहरू खुसी भएका छन्, धेरै मान्छेहरूको नयाँ जीवन दिएको छ युटर्न इन्टरनेसनल कम्पनीले ल्याएको मौरीजन्य सप्लिमेन्टले। यो सप्लिमेन्ट खानलाई तपाईँहरू युटर्न इन्टरनेसनल कम्पनीका विश्वभरि मतलब स्थापना गरेका ती शाखाहरूमा गएर यहाँहरूले युटर्न प्रोडक्टहरू खानुहुनेछ, त्यहाँ सम्पर्क गर्नुहुनेछ र युटर्नबारे बुझ्नको लागि 97 63 91 12 10मा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ कर्णाली प्रदेशमा, र अरू देशैभरि छन्। हाम्रो आफ्नै एपी नेचर केयर हस्पिटल काठमाडौँको महाराजगञ्जमा छ। यो एकदम विश्वासिलो आफ्नै मातृभूमि, आफ्नै तपाईँको जन्मभूमिमा स्थापना भएको कम्पनी, नेपाल सरकारले मान्यता प्राप्त गरेको कम्पनी, नेपालका बौद्धिक प्रभुत्व व्यक्तिहरूले मतलब तपाईँको एउटा नयाँ किसिमको भिजन राखेर रिसर्च गरेर एसियाको टप मौरी वैज्ञानिक डिआर डाक्टर रत्न थापाले रिसर्च गरेर उत्पादन गरेको, निर्माण गरेको यो बी प्रोडक्ट आज नेपालमा थुप्रै किसिमका सफल बिजनेसम्यानहरू, यहाँका सफल तपाईँको डक्टरहरू, इन्जिनियरहरू, पाइलटहरू, कलाकारहरू, त्यसपछि नायकहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा कमाएका विभिन्न किसिमका बौद्धिक व्यक्तित्वहरू युटर्नमा जोडिनु भएको छ। यहाँहरू पनि जोडिन ढिला नगर्नुहोस् र आउनुहोस्, हातेमालो गरौँ देश समृद्धिको लागि, राष्ट्र निर्माणको लागि र आफ्नो समृद्धि, स्वयं व्यक्तिको समृद्धिको लागि पनि एकपटक युटर्न इन्टरनेसनल कम्पनीमा यहाँहरू समाहित हुनुहोस्, यहाँहरू जोडिनुहोस् र अनि मात्रै सुन्दर नेपाल निर्माण गर्न सकिन्छ। र अरूलाई गाली गरेर होइन, अरूलाई नेगेटिभ बोलेर, अरूलाई खुइलिएर, अरूको खुट्टा काटेर, अरूको आलोचना गरेर होइन, अरू नै म सबैभन्दा राम्रो, अरू सब खराब हुन् भन्ने जो हामीसँग प्रवृत्ति छ, योबाट मुक्त हुनुहोस् र आफूलाई आफै चिन्नुहोस् होइन, आफू को हो भन्ने सम्झिनुहोस् र माटोलाई सम्झिनुहोस्। यही किसिमको तपाईँहरूसँग एक किसिमको सन्देश दिन चाहन्छौँ। यहाँहरू सबैबाट बिदा हुन्छौँ। हस्त, नमस्कार, जय युटर्न।